जङ्गीले के खायो गम्ती गम्थ्यो म खाँदैछु भन्नु एकैचोटि 5 वटा चाना हाल्दै म खाँदैछु आबेन भन्नु खानै खानु चाना खानु दही पनि खानु दही दही खाने खानु ल खानु ल खानु खान्छ अरे चाना पनि खानु नाम दिउँ छोरीलाई वा लु खानु त त्यसो भए म चाहिँ खान्छु ल दाल हालेर दाल तातो छ है दही त्यो चाहिँ त्यो दाल छोरीलाई दही ल त्यो हो त हाम्रो नपुरै खानुपर्छ त्यो चाहिँ भाइलाई चाना खानुपर्छ त्यो आमालाई तल भुइँमा जाने अरे होइन अहिले आउँछ अरे हो आलु खानु आलु छोरी आलु हो त्यो आलु चाहिँ खानुपर्छ हौ आलु पो मिठो हुन्छ त नि केटाकेटीलाई ल दाल र भिन्डी मेरो छोरीलाई आलु मिठो हुन्छ खान्छ फ्यान हो हो भन्नु खानु खानु आलु खानु चिया चिया खानुहुन्छ माउले खाने तपाईँ पनि अहिले खाने नि त एकछिनमा चाना खानु बाबा चाना खानु धेर भयो अरे सानो सुतिहाल्यो ठुलोले त खायो सानो चाहिँ सुतिहालेर खानु पाएन उसको भाग चाहिँ होला अब त हजुर अनि हो त्यहाँनिर स्कुलमा पछि खानु न फ्री क्लासमा पढ्नु छ अरे अनि हो त्यो दिदीसँग खेलेको नि खानु Naman. हजुर अच्छा पो होला सिस्टम त हो त चिया चिया खान्छ अरे हो जे देख्यो त्यही खानुपर्ने न माम खानु हस् भन्नु यहाँ चाहिँ चाना छोरीलाई
माम चाहिँ अर्को ल्याइदिन्छु ल खाना भयो दि बुन्टे खान्छ त्यसो भए होइन यो सानो चाहिँ खान्छ होला कि ए हालिदिनु न त